मलाई हाँसो त त्यहाँ उठ्छ। यस्तो पुल हुँदाखेरि पनि जब नेकपा एमालेको कार्यक्रम र अन्य धेरै दलहरूको कार्यक्रम हुँदाखेरि 12 बर्दियाको जनता त्यो काठको पुलबाट साइकल चढेर आन्दोलन गर्नको लागि आफ्नो र्याली देखाउनको लागि गुलरिया जान्छ। तपाईहरुलाई अलिकति पनि शरम र लाज लागेन? यो नमस्कार, उहाँहरू हाम्रो यो माइक देखिसकेपछि, क्यामेरा देखेपछि उहाँ बोल्न चाहनु भएन। मान्छेले आफूले लगाएको कपडाको मात्र पैसा नतिर्नु पर्नेछ, बाँकी हरेक कुराको यहाँ चढ्दाखेरि यहाँ हिँड्दाखेरि पैसा तिर्नु पर्नेछ। 12 बर्दिया नगरपालिकाबाट तपाईले यो कति लाखमा यो ठेक्का लिनुभयो? देखिसकेपछि 18 लाखको लगानीमा बनेको पुल देखेपछि 12 बर्दियाको जनताले र बर्दिया जिल्ला र लुम्बिनी प्रदेशको जनताले अब यो बुझ्नु जरुरी छ कि अबको समयमा कस्ता व्यक्तिलाई हामीहरूले चुन्न आवश्यक छ। दर्शकबिन नमस्कार, स्वागत छ तपाईहरुलाई आजको यस भिडियोमा। आज म छु यो बबई नदीको पुल, जहाँ तपाईहरु देख्न सक्नुहुन्छ। यहाँदेखि उता पारीपट्टिको भाग रहेको छ 12 बर्दिया नगरपालिकाको, र यहाँदेखि यतापट्टि हामीहरू गुलरिया नगरपालिका देख्न सक्छौँ। हुनुहुन्छ यो पुलको अवस्था अहिले कस्तो रहेको छ भनेर। यो पुल सायद यो पुलमा 12 बर्दियाको जनताले गाडीको यात्रा गर्न पाएन होला। यो पुलमा सायद कसैले पनि गाडीको प्रयोग गर्न पाएन। यो पुल आखिर के को लागि बन्यो र यो पुल किन यति छिटो भत्कियो त? कसैलाई केही कुराको थाहा छैन। यहाँ धेरै प्रतिनिधिहरू आए, धेरै सरकार बन्यो, तर यो पुलको अझै पनि व्यवस्थापन हुन सकेन। हामी तपाईलाई अझ नजिकबाट यो पुल देखाउने छौँ। पुल अहिलेको अवस्थासम्म पनि यो पुल बनेको छैन, र यो पुल अहिलेसम्म नबन्दा, र यो पुल अहिले नबन्दाखेरिमा यात्रा उताबाट पारीपट्टिबाट यात्रा भइरहेको छ। एउटा सानो काठको पुल, जहाँ त्यो पुलमा पनि पैसा लिएर आवत जावत गराइन्छ। त्यो सानो काठको पुलमा त्यो पुल यति सानो छ कि त्यो पुल एउटा नगरपालिकाले आफ्नै बजेटमा नगरपालिकाले जनताको लागि फ्री सेवा दिन सक्ने पुलमा पनि त्यो पुल बनाएर त्यसमा ठेक्का दिएर त्यो पुलबाट पैसा लिने काम गरिन्छ। यो पुल एकदमै महत्त्वपूर्ण हो 12 बर्दियाको जनताको लागि, विशेष गरेर किनकि गुलरिया बर्दिया जिल्लाको सदरमुकाम परेको, र 12 बर्दियाबाट हरेक काम काजको लागि, हरेक प्रशासनिक काम र हरेक ठुला कामको लागि गुलरिया जानुपर्ने हुन्छ। तर यहाँ पुल छैन, जसको कारण यहाँका जनताहरूले धेरै दुःख पाइरहेको छन्। अहिले यो चिसो समय भएको कारण यहाँ पुलले पनि काम गरेको छ। बर्खा महिनामा यहाँ यो पुलले पनि काम गर्दैन। त्यो अवस्थामा नाउ चढ्नु पर्ने अवस्था देखिन्छ। अहिलेको यो शताब्दीमा कहाँदेखि कहाँ टेक्नोलोजी पुगेको अवस्थामा अझ पनि बर्दिया जिल्लामा नाउ चढ्नु पर्ने अवस्था छ। आखिर कहिलेसम्म यस्तो हुने त? यहाँ केही नेताहरू आउनुभयो, कतिले अहिले आएर यो चुनावको नजिकमा केही भिक्टिम कार्ड प्ले गर्दै हुनुहुन्छ, आफ्नो दुःख गुनासो पोख्दै हुनुहुन्छ। अब फेरि मैले जितेँ भने, म आएँ भनेपछि मैले यो गर्ने थिएँ, मैले त्यो गर्ने थिएँ भनेर बोल्दै हुनुहुन्छ। तपाईहरु सबैले ध्यान दिएर सुन्नुहोला, र हरेक 12 बर्दियाको जनता र हरेक बर्दियाको जनताले भोट दिनुभन्दा अगाडि यो पुललाई एकचोटि स्मरण गर्नुहोला। तपाईहरुले आफ्नो कार्यकाल हुने बेला नबनाएर अब आउने चुनावमा बनाउँछौ भन्न हजुरहरूले लाज मान्नुपर्छ। र जो जति जुन पार्टी जुन दल सरकारमा हुनुहुन्थेन र जसले अहिले सरकारमा भएको दललाई आरोप लाउँदै हुनुहुन्छ, तपाईहरुको पनि जिम्मेवारी हो। तपाईहरु सरकारमा हुनुहोस् या तपाईहरु सरकारमा नहुनुहोस्, तर सरकारमा भएको दललाई, सरकारमा भएको व्यक्तिहरूलाई प्रश्न उठाउनु, काम नहुँदा विरोध गर्नु तपाईहरुको पनि दायित्व हो। र अब आउने समयमा पक्कै पनि 12 बर्दियाको जनताले र बर्दिया जिल्लाको जनताले भोट दिनुभन्दा अगाडि यो पुललाई देख्नेछन्। यहाँ जति नै ठुला, जति नै पुराना दलका नेताहरू आएर दुःख पोखे तापनि, अनसन बसेर जे गरे पनि अब 12 बर्दियाको जनताले आँखा खोल्न आवश्यक छ। मलाई हाँसो त त्यहाँ उठ्छ। यस्तो पुल हुँदाखेरि पनि जब नेकपा एमालेको कार्यक्रम र अन्य धेरै दलहरूको कार्यक्रम हुँदाखेरि 12 बर्दियाको जनता त्यो काठको पुलबाट साइकल चढेर आन्दोलन गर्नको लागि, आफ्नो र्याली देखाउनको लागि गुलरिया जान्छ। तपाईहरुलाई अलिकति पनि शरम र लाज लागेन? यो काम देखेर तपाईहरुको पार्टीको, तपाईहरुको दलको जो नेता हुनुहुन्छ, केन्द्रीय नेताको सरकार हुँदा एउटा यो पुल बन्न सकेन, अनि तपाईहरु त्यही पुलको तलको काठको पुलबाट पैसा तिरेर तपाईहरु केपी ओलीको लागि तपाईहरु त्यो मास देखाउन जाँदा तपाईहरुलाई शरम लागेन? चाहिँ यो पुल देखिसकेपछि 18 लाखको लगानीमा बनेको पुल देखेपछि 12 बर्दियाको जनताले र बर्दिया जिल्ला र लुम्बिनी प्रदेशको जनताले अब यो बुझ्नु जरुरी छ कि
अबको समयमा कस्ता व्यक्तिलाई हामीहरूले चुन्न आवश्यक छ। यो पुल तपाईँहरूले देख्नुभएको छ। अब आएर हामीहरूलाई अबको आउने समयमा कुनै पनि राजनीतिक दलले हामीहरूलाई फेरि पहिला जस्तै मूर्ख बनाउने छैनन्। यो भिडियोलाई हरेकले सेयर गर्नुहोला र यो भिडियोमा अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।